बिहानी पहिलो किरणसरी मनमा खुसीहरू छाउन थाले। यस्तो भएको छ हाम्रो बिहान। आज उग्रिन्छ भरै भरै। यहाँ एउटा चरा छ यहाँनिर डाम्रा कराइरहेछ। जाम अब। नमस्कार सम्पूर्ण साथीहरूमा। यसो मजाको घाम लागिरहेछ बाहिर। आनन्दको चाहिँ वातावरण। छुट्टी पो चपाइरहेको छु मैले नेपालबाट आएको। राम्रो रहेछ। हामी आज घुम्न जान्छौँ गाइस। एकछिन घुमेर आउँछौँ बेलुका। बाहिर त सानो आनन्दको दिन भएको छैन। यस्तो राम्रो दिन भएको छ आज हाम्रो। लगभग जाडो हटिसक्यो यो वर्षको। अब गर्मी सुरु हुन लागिसक्यो। घाम टलक्क लागिरहेछ। पहाडीको डाँडा हुँदै अझै नि हिउँहरू पग्लेको छैन। यो चाहिँ अझै पनि बस्छ होला त्यो हिउँहरू। तर त्यो हिउँहरू बसे पनि यहाँनिर जाडो हटिसक्यो। अहिले माइनसमा जानु छोडिहाल्यो। अहिले माइनसमा नगएको तपाईँको 2-4 दिन भयो। अब माइनस छैन यो वर्ष। माइनस सक्यो। अब जाडो हट्यो। यस्तो धेरै चिसो छैन। कपडाहरू पनि ठिक्क मात्रै लाउँदा हुने खालको दिनहरू आए। अब हाम्रा जाडाका दिनहरू गए। गर्मी सुरु भयो। गर्मी पनि त्यस्तो धेरै गर्मी होइन। ठिक्क छ यो मौसम चाहिँ अहिले। धेरै जाडो पनि होइन, धेरै गर्मी पनि होइन। आनन्दको टाइमिङ छ अहिले चाहिँ। अब यो यसरी गरेरै गर्मी सुरु हुनेवाला छ यहाँनिर क्यास्टेलगरमा। यो वर्षको जाडो हामीले उडाइयो। अब गर्मीलाई फेरि सुरुदेखि नै हामी गर्मी खान्छौँ। पोहोरको साल पनि हामी गर्मीको आधीमा आएको थियौँ होला। योचोटि चाहिँ हामी सुरुदेखि नै गर्मी खानेवाला छौँ। यहाँको गर्मी पनि जोडतोडको हुन्छ भन्ने सुनिएको छ। हेरौँ के कस्तो हुन्छ। सबै चिजहरूलाई हामी निर्क्युल गरेर अगाडि बढ्छौँ गाइज। आनन्दको भएको छ दिन। हेर्नुहोस् कति राम्रो, कति रमाइलो। घामलाई अब त्यहाँनिर टक्क बादलले छोपो। तर निला आकाश, सेता बादल जस्तो देखिएको छ त्यस्तै हो यो बादलमाथिको आकाश। निलो त्यत्तिकै निलो छ। यो क्यामेराले देखाएको जे छ त्यही नै छ। यहाँको सिचुएसन र स्थिति परिस्थिति त्यस्तै छ हजुर। सो मिलिनियम पार्कतिर गएर घुमेर आउँ। के कस्तो भएछ। अस्ति हिउँ पर्दाखेरि त त्यहाँ त धेरै चिसो थियो। अहिले चाहिँ अब त्यस्तो छैन होला, चिसो छैन होला। मिलिनियम पार्क रमाइलो भएको होला भन्ने सोचले हामी जाँदैछौँ। रङ नम्बर भन्दैन, रङ नम्बर छैन। अनि त्यो त अब गाडी चलाएको कहाँ मेरो यहाँ टोपी लगाउनुको चाहिँ अर्कै कारण छ। तपाईँहरूलाई भन्दिनँ म। गाह्रो छ मलाई। क्याप टोपीले चाहिँ बरु कस्तो देखेको छ त्यो चाहिँ कमेन्ट गर्नु होला। सुहाएको छ कि छैन। सुहाउनु पर्दैन अब त हामी बुढेसकाल लागेको मान्छेहरूलाई। के सुहाउने के नराम्रो के राम्रो है। यस्तै छ स्थिति हजुर। हामी मिलिनियम पार्क जाने कि नजाने त भन्ने कुरामा दोधार पर्यो। सुरेश दाईहरू आउँदै हुनुहुन्छ। उहाँहरू नो फिल सपिङमा जानुभएको थियो। हामी चाहिँ अहिले सुरेश दाईको घरमा छौँ। अब सुरेश दाई भाउजू आउनुहुन्छ। त्यसपछि मात्रै सल्लाह गरेर हामी अगाडि बढ्नेछौँ। सुरेश दाई भाउजूको घर चाहिँ यही हो। सुरेश दाई भाउजूहरू यहीँ बस्नुहुन्छ। मौसम कुहिरो अगाडि माथि बादल लागेर ठाउँ ठाउँमा निलो यता पर चाहिँ घाम आउने साइडहरू त्यस्तो गएर यहाँनिर चाहिँ घाम डुब्ने साइड हो। अनि स्वाट्टै यता माथि चाहिँ सेतै कुहिरो लागिरहेछ। अनि हावा चलेर होला अलिक जाडो छ, चिसो छ यताउति चाहिँ। तर पहिलाको त्यो अस्ति 2 हप्ता 3 हप्ता अगाडि जस्तो चिसो छैन अहिले चाहिँ। त्यत्रो धेरै जाडो चाहिँ छैन। तर थोरै मात्रामा चाहिँ जाडो अलिक चाहिँ जाडै छ आजको दिन भनौँ। हिजो चाहिँ धेरै न्यानो थियो। हिजो हामी कम्प्लेक्समा स्विमिङ गर्न गएको थियौँ। हिजो न्यानो थियो। आज चाहिँ अलिक चिसो हावा चलेर जाडो छ। तर आनन्दै छ। त्यसरी भन्न चाहन्छु म हजुरहरूलाई। अब यस्तै छ हजुर। यताबाट चाहिँ यता तल झर्ने बाटो छ। त्यहाँबाट चाहिँ हामी एउटा राम्रो तलतिर पौडी खेल्ने ठाउँ आउँछ हो। त्यहाँनिर चाहिँ हामीले पोहोरको साल मजाले पौडी खेल्यौँ। अनि थोरै परतिर यहाँनिर यो कम्युनिटीको सब
कम्युनिटीको बारी छ। यहाँ चाहिँ जो कोहीले आएर यहाँ रोपेर राखेपछि यो एरियामा यति एरियामा चाहिँ अरूले रोपेर आफूले रोप्न पनि सक्यो, अरूले रोप्न पनि सक्यो, अरूले रोप्न पनि सक्यो। यहाँनिर चाहिँ रोपेको फलफुलहरू खाने हो, हामीले टिपेर उठाएर लगेर खाँदा नि हुन्छ यहाँनिर चाहिँ, तर नाम चढाउनु पर्ने रहेछ। अनि यो बाटोबाट चाहिँ अलिकति तलतिर गएपछि पौडी खेल्ने ठाउँ छ। पहिला एउटा भिडियो मैले तपाईँलाई देखाएको थिएँ। यहीँ हो यो, यहाँनिर चाहिँ तरकारीहरू सबै रोपेको हुन्छ। यहाँ तरकारीहरू रोपेको हुन्छ, त्यो चाहिँ टिपेर लगेर खाने हो हामी। यहाँको मान्छेहरूले चाहिँ खाँदैन, उनीहरूले रोप्ने मात्रै, उनीहरूलाई टाइम पास। अनि हामीहरूले चाहिँ यसो मिठो लागेको एक दुईवटा फर्सी सर्सी सानो सानोहरू हुन्छ, मजाको लगेर हामीले खान्छौँ। अनि यस्तो छ यो चाहिँ, वेलकम टु कास्टेलगढ गार्डन भनेर त्यहाँ लेखिएको छ। योचोटि यहाँको टेबलहरू पनि फेरेर यहाँनिर चाहिँ मान्छेहरू जाने, हाम्रो टाइमहरू भयो भने हामीले आएर पानीहरू हालिदिने। अब रोपे पछाडि त्यस्तो छ यहाँभित्र चाहिँ। हेर्नुहोस् ढुङ्गालाई कलर गरेको कति राम्रो, यस्तोहरू छ यहाँ सजाएर चिटिक्क पारेर। थ्याङ्क यू फर भिजिटिङ आवर गार्डन भनेको छ। हामी भिजिट गर्छौँ यो गार्डनलाई। यहाँनिर मान्छेहरूले आएर के रोप्छन्, अनि यसचोटि अब हामी पनि अलिकति रोपिदिन्छौँ यहाँनिर। अनि यी यस्तो हुन्छ, यो चाहिँ स्ट्रबेरी हो। स्ट्रबेरी यो चाहिँ मरिसक्यो, अब न्यू प्लान्ट हाल्छन् यो वर्ष। यसरी 21, 22, 23, 24, 25 यसरी लहरै हुन्छ। यहाँ आउँदै चाहिँ के रोपेका हुन्छन्, हामीले नि रोप्ने हो योचोटि। अनि टाइम मिल्दाखेरि आउने, पानी पनि हाल्ने। अनि त्यस पछाडि पछि उम्रे पछाडि फले पछाडि खानुपर्छ। यहाँबाट लगेर रोपेर फलाएर खानुपर्छ गाइस। यो त्यस्तो खालको ठाउँ रहेछ। त्यस्तो छ यहाँनिर रोप्ने, फलाउने, खाने यही हो सानो बारी। कास्टेलगढ गार्डन यहाँ चाहिँ यो प्राइभेट भयो, यो चाहिँ सबै के अरे यो चाहिँ सार्वजनिक भयो, सबै बनाएका। यो माथि चाहिँ यति चाहिँ मान्छेहरूले पैसा तिरेर रोप्छन्। यहाँ आफ्नो यो चाहिँ प्राइभेट हो, यति चाहिँ प्राइभेट हो, यता तलको चाहिँ सार्वजनिक हो। यहाँ चाहिँ मान्छेहरूले आफूले पैसा तिरेर, यो डब्बाको पैसा तिरेर अनि उनीहरूले रोप्छन्, उनीहरूले नै खान्छन्। त्यहाँ जानु जाउँ है हामी। अब हामी यसरी यहाँ तल झरेर आउँ। ल म त्यो हावाले हानु, हावा धेरै चिसो हावा त होइन, तर पनि जे होस् ठिकैको चिसो खालको हावा हानिरहेछ। त्यही भएर यस्तो हावा पनि धेरै खानुहुन्न, झाडा कसले खान्छ यस्तो हावा। उता पारीको पहाड, हिलो गाडी जाँदैछ। हिलो गाडीले बिदा लियो, हामी सट्ट लाएर गाडी बढिरहेछौँ। अहो यहाँ त डगीहरू आज धेरै खेलाउन ल्याएछ। यहाँनिर चाहिँ डगीहरूको प्लेग्राउन्ड छ। यो बारेको यताभित्र चाहिँ आज यिनीहरूको खेल्ने दिन रहेछ। कुकुर दिवस रहेछ आज यिनीहरूको। कति दामी कुकुर डुलाएर हिँडिरहेछन् मान्छेहरू। राम्रोभन्दा राम्रो कुकुरहरू बोकेर मान्छेहरू चराउन ल्याएछ यो एरियामा चाहिँ। यहाँनिर डग पार्क हो, यस्तो छ, दामी छ।
त्यो एरियामा बनाएको छ। यहाँ मान्छेहरू आउँछ ल्याएर कुकुरहरू खेलाउँछन्। यसरी छ लार्ज डग पार्क। यता हो स्मल बिग छुट्टा छुट्टै कुकुरलाई नि यस्तो दामी खेलाउने ठाउँ छ। यहाँनिर चाहिँ हामी यहाँबाट सट्टै गएर यता माथि गएर यस्तो आएपछि यही मासतिर हो। यहाँनिर चाहिँ तपाईँको मिलेनियम पार्क। अनि त्यो पौडी खेल्ने ठाउँ चाहिँ यहाँबाट सिधा यता तल छ। यहाँ मुनितिर छ एउटा ठुलो ब्रिज छ। ब्रिजको मुनि ट्याक्क ताल छ। यहाँ मुनि हो त्यो चाहिँ पछि हामी पौडी खेल्ने ठाउँ हाम्रो स्विमिङ सेन्टर हो त्यो त्यस्तो छ। यहाँ चाहिँ साइक्लिङ गर्ने ठाउँ छ गाइज। यहाँ चाहिँ साइक्लिङहरू स्वाट्ट चढाउने स्वाट्ट झर्ने स्वाट्ट चढाउने स्वाट्ट झर्ने यहाँ छ। यो किड्स भयो अलिक परतिर ठुलोहरूको छ। अनि यसकै अलिकति उतापट्टि हो मिलेनियम पार्क चाहिँ। यो बाटोबाट चाहिँ नि पल्लोपट्टि निस्किन्छ। हामी यताबाट नजाउँला चिसो हावा चल्यो। हामी अब कहाँ जान्छौँ पानी पनि पऱ्यो घाम चाहिँ ऊ त्यहाँनिर बादलसँग फाइट परिरहेछ। हामी हिँड्दै हिँड्दै माथि नै आइसकेका छौँ। अघि हामी गएको यही बाटोबाट हो। त्यो यहीँ हो फलफुल रोपेर खाने ठाउँ तरकारीहरू रोपेर खाने ठाउँ त्यही हो। अनि यो बाटो रोटैबाट यस्तो जाँदाखेरि चाहिँ हुने हो हामीलाई। तर त्यहाँनिर चाहिँ गाडीहरू हिँडेपछि एकदम धेरै धुलो उडाउने रहेछ। यो धुलोहरू चाहिँ कसरी आयो भने तपाईँको अस्ति हिउँ पर्दाखेरि हिउँले कता कताबाट सोरेर ल्याएको कालो त्यो हिउँहरू सुकेर सबै पग्ली गयो। त्यस पछाडि धुलो मात्रै बाँकी रह्यो। हावा मिठो लाग्यो। चिसो न चिसो हावा। मौसम त्यस्तो छ घाम नलागेर होला। घाम लागेको फेरि यो हावा कति शीतल हुन्थ्यो त्यस्तो छ। यहाँ सानो ढल छ। यो ढलको केही अर्थै छैन। ढल त्यता तल छ यति माथि उठेको पानी आए पो ढलको हेर्नुहोस् यहाँ कति हरियाली हो वरिपरि। कस्तो राम्रो हुन्छ है यहाँको घरहरू। प्राइभेट घरहरू प्राइभेट प्रपर्टी नै प्रपर्टी छ। हामी मात्रै हो घर नहुनेहरू चाहिँ धेरै। हामी जस्ता धेरै छन् घर नहुनेहरू। हामी मात्रै हामी नहौँ। चिटिक्कको घर छ यो। घन्टी बजिरहेछ बाहिर। यस्तो दामी दामी घरहरू छन् साथी हो। हाम्रो कहिले होला यस्तो राम्रो घर। राम्रो छ यो घर पनि। हेर्नुहोस् त्रिकोण बाटो यहाँ छ यता। यो घर चाहिँ बुद्धिस्टको घर हो। बुद्धिस्टको घर कसरी थाहा हुन्छ नि त्यहाँनिर लुङदार टालिएको छ। सुरेश दाईहरू आइसकेको हामीले खबर पाइसक्यौँ। गाडी देखाएको छ। अब हामी भित्र जान्छौँ। जाडो छ बढी जाडो छ। हावाले हावा धेरै। सुरेश दाईहरूको सामान छुट्टेको थियो मैले लिएँ। हे गाई हाउ आर यु छोरी? दर्शन नमस्ते हजुर। आएको उपरतिर तरकारी पसलहरू हेरेर आएको नि। ट्रेजरी बन्द रहेछ यता पर क्या तरकारी बारी भनेको पस। यो तिमीहरूको लुगा राख नानी। Hello guys, let me tell you a story about the night. I had a bad dream and I said, "Cheery." Hi guys, do you know what? That was the scariest day of my life and the funniest. You know what? When I had a bad dream and I was saying "cheering," that's my uncle Duh, and I don't remember the dream. And guess what? My brother said. He said, "Where's my pants?" It was so funny. It's funnier than mine. Oh, let's go do some cheering. It's so boring. What? Guys, I didn't know what was he dreaming about taking his pants off. I bet someone take his pants off. I'm gonna do that. I'm gonna attack her. Okay, that's my feet hurts. Look at that.
And look. Tongue. Whoa! You gonna see that, guys? I'm just gonna show it with this spinner. Hello, guys. I'm you on the blogger. I'm gonna blog some videos. These are my parents. They're cooking. My fish. My fish. The fish is gonna come soon. I don't know how much. Look, see that back? सुरेश दाईको घरको छेउमा चाहिँ एउटा बिरालो यसलाई झुक्क्याएर बोलाएँ मैले ज्ञानी बिरालो छ हौ कति ज्ञानी कति स्याहार पुगेको बिरालो डम्म मटाएर साथी हो तिम्रो दलले गर्ने खेलेको Come here. No. Abra kukuza je mojale हेर Thank you for watching. Subscribe to my channel.